म कहिले पनि बटर चिकन बाहिर किन्दिनँ के, किनकि म घरमा एकदम मिठो बटर चिकन बनाउन सक्छु। हाई गाइज, आज चाहिँ म बनाउँदैछु बटर चिकन, इन्डियाको वान अफ द फेमस डिश। अनि बटर चिकन मन नपर्ने त कोही पनि हुँदैन होला के। अनि तपाईहरुलाई चाहिँ एकदम महँगो जस्तो लाग्छ होला हैन, यो किन महँगो भनेर चाहिँ तपाईहरुलाई थाहा छैन के। यो चाहिँ तपाईहरुले आफैले बटर चिकन बनाएपछि मात्र थाहा हुन्छ के। मलाई नि पहिला यस्तो लास्टै महँगो लाग्थ्यो हैन, अब 300 400 अरे हैन, एउटा कटौरामा दिन्थ्यो बटर चिकन, अब त्यसकै 300 400 आम्मामा भन्ने हुन्थ्यो हैन। अनि मैले बनाउन थालेको हैन, इन्ग्रेडिएन्ट्सहरु हेरे है, अब बटर पनि चाहियो, काजु पनि चाहियो हैन, तपाईको अब प्याज टमाटर अब त्यस्तै चाहियो। मेन त अब तपाईको मैले अब पहिला किन्दा त ल बटर र त्यो खुर्सानी किनेको, रातो खुर्सानी, त्यसलाई 260 अरे ल। अब त्यतिमै 260 गयो, मासु प्याज टमाटर ग्यास गर्दा त महँगो हुने रहेछ। सो बटर चिकन बनाउने सामानै महँगो भएकोले चाहिँ बटर चिकन महँगो भएको रहेछ है। फेरि बटर चिकन जेसँग पनि मिल्छ क्या, तपाईले भातसँग खानुस्, रोटीसँग खानुस्, अझ बेस्ट त नानसँग हुन्छ। लास्टमा चाहिँ के भन्न चाहन्छु भन्दाखेरि मैले बनाएको बटर चिकन चाहिँ एकदम मिठो थियो हैन, अनि मैले एकदमै खाएँ है यसरी, एकदम कम रोटीसँग यति मिठो भएको थियो। सो थ्यांक यू फर वाचिङ माई भिडियो, सी यू इन नेक्स्ट भिडियो, बाई बाई।